आज तपाईहरुलाई म एउटा कुरा भन्न आएको। खासमा मलाई सबैजनाले एउटा कुराले मात्रै चिन्ने गर्छन् के हैन, स्टेबल, फोकस, हैन, एकदमै रिस्पोन्सिबल मान्छे भन्ने। तर मान्छेहरुको भित्रभित्रै कस्तो हुँदो रहेछ भने छुट्टै कुराको प्रेसर, हैन, लाइफ जर्नी के हो, कसरी यसलाई चाहिँ फोकस गरिराख्ने भन्ने कुरा चाहिँ चल्दो रहेछ हैन। अब यसो हेर्दाखेरि चाहिँ म कहिलेकाहीँ सोच्ने गर्छु के म यो असली हो र म सही हो, म एकदमै यस्तै हो र मान्छे अरूको एक्सपेक्टेसन मात्रै कतिसम्म जिउन सकिन्छ भन्ने कुरा चाहिँ सोचिरहेको हुन्छ कि अरूको एक्सपेक्टेसन अनुसार चाहिँ कसरी कति बाँच्न सकिन्छ त, कति गर्न सकिन्छ त। त्यही भएर मैले चाहिँ अब त्यो पार्टलाई हैन छुट्टै राखेर म चाहिँ के हो त नि हैन, रियल के हो, म असली हैन, म मेरो असलीपन के हो त नि हैन। म यहाँ चाहिँ एकदमै त्यो राम्रो भएर एकदमै जस्ट फोकस भएर मात्रै देखाउने छैन। म असली के हो त नि, म को हो त नि हैन। मेरो मेरो मभित्र पनि बच्चापन छ नि त। म आजदेखि चाहिँ आफ्नैपनले जिउनलाई चाहिँ म यो च्यानल खोलिरहेको छु। नमस्ते सबैजनालाई, म दिलीप हैन। म तपाईहरुलाई चाहिँ यो च्यानल थ्रु चाहिँ मैले मेरो ह्याप्पिनेस हैन, स्ट्रगल हैन, जर्नी हैन, सामान्यतया जे छ त्यही देखाउँछु के। न फिल्टर हैन, न एडिटिङ, न त्यो के भन्छ एउटा उसमा मात्रै भइराख्ने हैन, राम्रो मात्रै देखिराख्ने भन्ने कुरा चाहिँ हुँदैन। यदि तपाईहरुलाई चाहिँ मेरो रियल हैन, मेरो असली पनि हेर्नु छ भने प्लिज लाइक सब्स्क्राइब गर्नुहुनेछ। तपाईहरुले नै यो सब्स्क्राइब गर्नुभयो भने चाहिँ मेरो यो जर्नी चाहिँ राम्रो हुनेछ, मलाई रिफ्रेसिङ हुनेछ भन्ने लागेको छ। तपाईहरुले चाहिँ साथ दिनुहुनेछ भन्दै म आजको यो फर्स्ट ब्लग तपाईहरु सामु टक्राउन चाहन्छु। थ्यांक यू।